अन्डा भएको दामी अन्डा कि दही पुरा फुल अन्डा पागल हुन्छ हेलो गाइस बाहिरबाट मार्केटबाट ल्याए मासु बनायो दुईटो भन्छको कसरी आखरी पछि के लगे बालुवा पनि छिटो तेल लाउने कि नलाउने अनि हुनु पर्यो हैन ठुलो होइन के धेरै हाइट भयो यो तातिँदैन होला मन लाग्छ यो सेकुवा पकाउने भइसक्यो यो धेरै हाइट भयो अलि कोही हाल्नु न तातिन्छ कोइलालाई थाहै छैन कोइला छ त ल्याएको एउटा कुनले हाल्दै आयो मुजेले त्यो खालो के हो त्यो माछा हो अन्डा अन्डा फुल हो के हामी वीडियो निकाल कर रहा है ग्रुप में ल्याउनु पर्छ खानु पर्छ कुन हेलो गाइस यहाँ समुद्र छ हैन समुद्रको छेउमा सेकुवा पकाउँदै छु है सेकुवा हेर ओए ल त म उता बस्छु हैन ल रिकर्ड है एउटा प्लास्टिक छ न त्यहाँ यस्तो म उता बस्छु जा जा गार्बेज ल्याउन हो गार्बेज त्यो त एउटा के प्लास्टिक भनेको गार्बेज भनेको हाम्रो साला साप पनि जुत्ता लगाएर आएर चाहिँ साह्रै नराम्रो काम गरिएको मैले यहाँ ठ्याक्क छ त त्यो सबै माले फेरि आइन्छ नि त यी जिन्दगी टुङ्गिए छैन चप्पल सिक भयो नि त नधाडा त्यसरी सबै माले यसैमा राख्छ मेरो पनि त हैन त्यसलाई अहिले हामी लास्टमा पोलेर खान्छौँ के खान्छ सबै पोलेरै हो यो माले र त्यसभित्र हालेर गाँच्नु माछा त फेरि पाङ्ग्रा माछा विन्स ठिक छ आज त धरै शिकार होला जस्तो छ यता अनि हेन्समको खोइ त सबैको आउँछ दाइ हो अनि हाम्रो नगइरहेको हो त्यो जालीभित्र खास हाल्ने कस्तो होला ल यता हेर्नु दाइ सिङ्कामा नआउने र जालीमा फर्र फैलाइदिने आज हुन गइरहेको पार्टी हामी सुख दुःखमा बसेर राम्रैसँग मनाउने छौँ भन्ने हामीलाई लागिरहेछ तिमीले पनि हेर्यौ यो हो भने आफूले मलाई मात्र नलाउन तिमीले माइनस पहिले हालिसकेको थियौ मेरो चप्पल ल्याउ मलाई जुन आइडिया छ माइनस त्यहाँ हेर न त्यो बारबीको माइनस हो के सबैको आउनु पर्यो के चिक्ने सबै यता नि बरा वा कोरी हैन ल अनि गने साथ छोड्दिने के केटाहरु खोइ त तिम्रो क्लासै भएन बलि तिम्रो तिम्रो दामी क्यामेरा छ छैन दामी छ एउटा मात्रै हो ढकन बाल्टीको पानी ल्याउ त पानी भन्ने काम म गरिहाल्छु सेक्ने भिडियोबाट फ्ल्याक्स गर्नु हुँदैन त लु रे हैन उया छ डस्टबिन उ मा छ हैन खलास सबै सिल लिने हो के